पनि म अगाडिबाट भिडियो बनाउँथेँ, आज त पछाडितिर पो लागे भनेर सोच्नु भएको। यो एसपी अटो नि के गर्ने कहिले अगाडि कहिले पछाडि। अझ म पछाडिबाट बनाउनुको रहस्य ठ्याक्क यहाँबाट झरेर देखाउँदैछु। यो गाडीको मेन कुरा विशेष कुरा चाहिँ पछाडि नै यसको रहस्य लुकेको छ। सट्टै देखाइदिउँ त ल। आम्मामामामा सोरुममा पनि यतिको छ कि छैन थाहा छैन, तर एसपी अटोमा चाहिँ यस्तो बबाल खालको अहिलेसम्म कुचिँदै नकुचिएको बबालै खालको गाडी पो रहेछ। अब गाडी सर अगाडि पछाडि देखाउँछु, पछाडि चाहिँ देखाइहालेँ फेरि घुमाएर पछाडि नै आइपुग्छ है त। ल गाडी सर हेर्दै जाउँ है, एकदम बबाल खालको मस्त खालको। ल हेर्नु न, यस्तो दामी गाडी। यो गाडीले धेरैको जीवन बचाएको छ। किन भनेर सोच्नु भयो होला, कसरी बचायो यसले जीवन भन्नुभयो होला। यसले मान्छेलाई अति आवश्यक औषधि मात्रै बोकेर हिँडेको गाडी चाहिँ यो हो। फेरि ल मात्रै औषधि मात्रै बोकेर हिँडेको यसले अहिलेसम्म धेरै लोडै बोकेको छैन क्या। एकदमै हलुका सामान औषधि मात्रै बोकेर हिँडेको गाडी चाहिँ यो हो। अब यस्तो राम्रो गाडी चाहिँ हातमा पार्ने कि नपार्ने तपाईँहरूको जिम्मा। यस्तो राम्रो गाडी सर हेरिहाल्नु भयो, एकदमै बबाल खालको मस्त खालको दामी खालको कुनै पनि खर्च नभएको सोरुम कन्डिसनको सोरुम पिसको गाडी चाहिँ अब तपाईँहरू लिएर आइसक्यो। ल भित्र पनि देखाइदिउँ, सर लाउनुहोस्। एकदम बबाल खालको कम्पनीको म्याट अहिलेको जस्ताको तस्तै छ। जम्मा 68,000 मात्रै कुदेको गाडी, त्यही पनि यसले त 800-900 भन्दा बढी अहिलेसम्म यो यसको ढाडले अहिलेसम्म 800-900 भन्दा बढी सामान त बोकेको छैन। ल त्यति भन्दा बढी बोकेको छ भने त मलाई भन्नुहोस्। ल गाडी एकदमै मस्त खालको दामी खालको, टायर 4.5 नयाँ, कुनै पनि खर्च छैन। ल 1 रुपियाँ खर्च छैन। यदि खर्च भए हामी एसबी अटोले सम्पूर्ण कुरा बनाएर दिने गर्दछौँ। ल यो गाडी फेरि पनि म ढाडातिरै आएर देखाइदिन अनुरोध गरेँ। एकदमै बबाल खालको, अहिलेसम्म छ्यास दागै नलागेको भनिहालेँ मैले। औषधि मात्रै प्रयोजनमा चलेको गाडी, त्यही पनि 500-600 केजी भन्दा अहिलेसम्म बढी बोकेको छैन। गाडी सर हेरिहाल्नु भयो, कति मोडलको के होला भनेर सोच्नु भयो होला। यो गाडी हो महिन्द्राको बोलेरो म्याक्सी प्लस, एकदमै बबाल खालको दामी खालको। तपाईँहरूलाई यो गाडी एकदमै सस्तो रेटमा दामी खालको गाडी आइसक्यो। यो गाडी घरमा लिएर जाँदाखेरि सबैजना खुसी हुन्छन्। सोरुमबाटै लेस के हो भनेर अवश्य भन्ने छ। यो चाहिँ म ढुक्क छु। र यदि यो गाडी लिन चाहनुहुन्छ भने माथि दिएको नम्बरमा तुरुन्त सम्पर्क गर्नु होला। र तपाईँहरूसँग जुनसुकै गाडी बेच्न परे, सट्टापट्टा गर्न परे अथवा खरिद बिक्री गर्न परे, साथसाथै मर्मत गर्न परे पनि हाम्रो एसबी अटोलाई सम्झनुहोस्। एसबी अटो सधैँ तपाईँहरूको सारथी हो। तपाईँहरू ढुक्क भएर एसबी अटो आउनुहोस्। तपाईँहरूलाई खाली हात पठाउने छैन, चित्त बुझाएर पठाउनेछौँ भन्दै बिदा हुन चाहन्छु।